जात जातिहरूको विवरणहरू चाहिँ तथ्याङ्क सङ्कलन गरेर किताबको पुस्तकको रूपमा निकालेका छौँ र माझी समुदायलाई पनि थोरै समेटिएको छ। त्यसमा के गरी चाहिँ त्यो हेर्नुहोस्, अध्ययन गर्नुहोस्, त्यसमा तपाईँहरूको के कति चाहिँ कमी छ, अझ बढी हुनु पर्थ्यो भन्ने लाग्छ, अथवा त्यहाँ भएका विषयवस्तुहरू तपाईँसँग छलफल गरिएको थिएन, त्यो राखेर तपाईँहरूको पहिचान भनेकै यही संस्कार संस्कृति आफ्नो पेसा धर्म भएको हुनाले यहाँ जस्तो अहिले हामीसँग बहिनीहरू आउनु भएको छ आफ्नो वेशभूषा लगाएर, त्यो पनि तपाईँहरूको के हो भन्दाखेरि आफ्नो पहिचान। छोरा मान्छेको पनि केही त्यस्तो छ भन्दाखेरि उहाँहरूले पनि त्यही बमोजिम संस्कार संस्कृतिहरूमा अथवा चाहिँ सार्वजनिक स्थलहरूमा त्यसरी उपस्थित हुनुभयो भने तपाईँहरूको पहिचान हुन्छ। थोरै सङ्ख्याले केही गर्दैन, जति एकजना मानिस भनेको हरेक वस्तु भनेको एकजना हो, एउटै हो, र त्यसलाई हरेकलाई आफ्नोपन दिन सक्यो भनेदेखि त्यो थोरै सङ्ख्याले पनि राम्रै प्रभाव पार्दछ। यो चाहिँ अघि कुरा आयो, मङ्सिलाको कुरा आयो, मङ्सिलाबाट पनि नजिक छ। तपाईँको संस्कार संस्कृति केही छ भन्दाखेरि हाम्रो तराईबाट पनि नजिक छ। भोलि यता जाने बाटो हुनसक्छ, यहाँ आउने पर्यटकहरू तपाईँहरूको आयोजनका स्रोत हुन सक्छन्। त्यसै गरी यो चाहिँ ढुङ्गाकै कुरा छ, परम्परागत पेसा भए पनि पुर्खाले गरिआएको पेसा हो। त्यसलाई चाहिँ तपाईँले त्यहीँ मङ्सिलामै जमघट हुन्छ, त्यहीँ चाहिँ वारिपारी गराउने पनि चाहिँ आउन सक्नुहुन्छ। यहाँ तलसम्म बगाएर ल्याएर फेरि लाने केही व्यवस्था गर्न सक्यो भने पनि हुन्छ। त्यस्ता कुराहरू अहिले मैले धेरै कुराहरू गरिनँ। यी कुराहरू छलफल गरेर बहस गरेर तपाईँहरूको हरेक कुरालाई के गर्नु पर्यो भन्दाखेरि आय आर्जनसँग जोड्नु पर्यो, र आय आर्जनसँग जोड्नलाई के हुनु पर्यो भन्दाखेरि आफ्नो संस्कार, आफ्नो धर्म, आफ्नो परम्परा यो चाहिँ आधुनिकीकरण छ, आधुनिक युगसँग जोडेर लिएर गएर त्यसलाई पनि जोगाएर र आधुनिक युगसँग बस्ने बाँच्न सिक्ने भएर तपाईँहरूले जानुपर्ने हुन्छ। त्यो जानको लागि तपाईँहरू गाउँपालिका वडामा छलफलमा पहिले बहस गरौँ, छलफल गरौँ के आवश्यकता हो। अब सुरु भइसक्यो, तपाईँको अर्को वर्षको आर्थिक वर्षको बजेटहरू विनियोजन गर्ने योजनाहरू छनौट गर्नको लागि सुरु भइसक्यो। तपाईँहरू आजकै दिनदेखि यसमा लाग्नुहोस्, केही सबै लाग्नु पर्दैन, छलफल सबै गर्नुहोस्, समुदाय बसेर गर्नुहोस्। तर हामीसँग आउँदाखेरि प्रतिनिधिमूलक रूपमा आउनुहोस्, हामीले यस्तो यस्तो छलफल गरौँ भनेर टिपेर लिएर आउनुहोस् र त्यसमा छलफल गरौँ। त्यही बमोजिम हामी तपाईँहरूलाई कुनै तालिम दिनुपर्ने छ, कुनै सिप दिनुपर्ने छ, कुनै संरक्षण गर्नुपर्ने छ भने हामी गाउँपालिकाले जति सक्दो तपाईँहरूलाई गर्नेछ र गरिरहनेछ। त्यसका लागि तपाईँहरू यो संस्थालाई त्यसरी परिचालन गरेर लिएर जानुहोस्। यो एउटै उद्देश्य, एउटै कामको लागि मात्रै नभएर तपाईँहरूको जीवनसँग यो संस्था सँगै जान सकोस्, शुभकामना दिन चाहन्छु। र यो लदी पूजा पनि परम्परागत रूपमा जसरी मान्दै आएको छ त्यसलाई एक दिन मान्ने हुनाले सधैँ यही मानि गर्नुपर्छ भन्ने छैन। एक दिनको लागि परम्परागत रूपमा जुन ढङ्गले मानिआएको छ त्यसरी नै मानेर यसलाई यो चाहिँ जीवन्त राख्न तपाईँका आगामी आउने सन्ततिहरूलाई पनि सिकाउने गरी गर्नको लागि प्रेरणा मिलोस्। र अन्य कुराहरू हामी अन्य ठाउँहरूमा मैले अघि नै भने त्यहाँ गरौँला। र यो पूजाको यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिँदै मेरा भनाइहरू यही अन्त्य गर्छु। हस्त धन्यवाद, नमस्कार। आजको युगमा धेरै अन्तर छ। हिजो साँच्चै नै माझी जातिहरूले एउटा काठको काठलाई छोपेर ढुङ्गा बनाएर मानिसलाई वारपार गर्ने, आफ्नो गन्तव्यसम्म पुर्याउने चलन थियो। तराईको नुनहरूलाई लेकमा पुर्याउने, लेकका बस्तीहरूबाट भएका चिजहरूलाई तराईसम्म पुर्याउने वातावरण एउटा पुलको एउटा ढुङ्गा बनाएर जुन वातावरण बनाइराख्नु भएको थियो, उहाँको एउटा पेसा थियो, एउटा त्यसप्रति मात्र नभएर एउटा धर्म थियो। जुन परिस्थिति र परम्परालाई अहिलेको आधुनिक युगसँग रूपान्तरण गरेर अहिलेको आधुनिक युगसँग माझी जातिहरूले निरन्तर रूपमा सङ्घर्ष गरिराख्नु भएको छ। त्यसैले मलाई के लाग्छ भने हिजोका इतिहासलाई भावी दिनका अब जन्मने पुस्ताले देखाउनको निम्ति पनि आफ्नो नदी पूजा कोशी पूजा गरेर आफ्नो पहिचानलाई, आफ्नो धर्म संस्कृतिलाई उहाँले अब सिकाइराख्नु भएको छ, पढाइराख्नु भएको छ। विद्यालयमा त पढाइ त नहोला, तर वास्तवमा हाम्रो पुर्खाले यसरी गरिआएको भनेर सम्झना गरिरहनु भएको छ, पितृहरूलाई सम्झिराख्नु भएको छ। त्यसैले मलाई के लाग्छ भने साँच्चै नै यो जब कोशी पूजा
मैनाटार सिक्किमटार माझी जातिहरूले संस्था दर्ता गरेर जुन सुरुवात गर्नु भएको छ मलाई लाग्छ आजसम्म तपाईहरुकोमा सुत्ने बाटो फाप्ने भएको छ। माझी जातिहरूको अरु केही नभए पनि आयुको अथवा तपाईले गरेका कामहरूको पितृहरूले प्रशंसा गरिराखेको जस्तो लाग्छ। हिजो जस्तो तपाईले पीडा भोग्नु परिराखेको छैन, त्यसकारण पितृहरूले सम्मान गर्नुपर्छ भन्ने कुरामा पनि यहाँ हिजोको आजको वैज्ञानिकले पनि तपाईले प्रमाणित गरिसक्नु भएको छ। त्यसैले म के भन्न चाहन्छु भने अब हिजोको परम्परा अनुसारको तपाईहरुको डुङ्गामा हामी जस्ता यात्रुहरूलाई हामी जस्ता मानिसहरूले सेवा गरेर वारीपारी गर्नुहुन्थ्यो, धर्म कमाउनुहुन्थ्यो। अब त्यसलाई रूपान्तर गरेर अब डुङ्गा साँच्चै नै यहाँ पनि तपाईहरुको लगानी गरेर यसबाट पनि धेरै लगानी गरेर राम्रै बनाउनु भएको छ। यसलाई यही ठाउँमा मात्र राखेर तपाईहरुको यो डुङ्गाले प्रयोग गर्न ल्याउन सकिन्न। त्यसकारणले यसलाई माझी जातिहरूको त हिजोको लाभ महल पनि छ, हिजोको परम्परा पनि छ। त्यसकारण अबको दिनहरुमा डुङ्गाको आवश्यकता जे पनि छ। त्यसकारण बंशीला जस्तो ठाउँमा तपाईहरुले सामान मात्र तार्नुभयो भने पनि तपाईहरुको रोजगारीको सृजना हुनेछ। त्यसै भएन त्यसको वातावरण जन्डे ढुङ्गा गाउँपालिकाका उपाध्यक्ष पनि यहाँ उपस्थित हुनुहुन्छ, म तपाईहरुको वडा अध्यक्ष पनि छु। त्यसको वातावरण हामीले बनाउनेछौँ भन्ने कुरा यहाँको बिचमा अवगत गर्न चाहन्छु अथवा प्रतिपादन गर्न चाहन्छु। त्यसैले वास्तवमा हामीले सोचेको थियौं यसपटक माझी जातिहरूको हिजोको परम्परालाई निरन्तरता दिँदै कम्तीमा हामीले स्विमिङ ज्याकेटहरू पनि दिने अथवा कसरी पौडी खेल्दा कसरी बच्ने हैन भवितव्य भएर पनि कसरी बच्ने त्यो ज्याकेटहरू पनि उपलब्ध गर्ने भन्ने पालिकासँग हाम्रो कुराकानी भइरहेको थियो। तर संयोगवश त्यो यसबाट भएन। हाम्रो माननीय उपाध्यक्षज्यू यस मञ्चमा उपस्थित भइसक्नु भएको छ। त्यसै हुनाले आउने दिनहरुमा यहाँलाई सम्मान गर्ने, यहाँको पेशाप्रति सम्मान गर्ने, यो माझी जातिहरूको धर्म संस्कृति संरक्षणप्रति तपाई जातिहरूलाई सीमित जातिहरूलाई जीविका पार्जन कसरी गर्ने। अब हिजो माछा मारिन्थ्यो तर अब माछाको मारेर मात्रै जीवनका पार्जन गर्न सकिन्न। अब आधुनिक जीवनमा कसरी गर्ने यसको बारेमा पनि हामी बेला बेलामा छलफल गरिराखेका छौं। र त्यसै हुनाले आउने दिनहरुमा तपाईको साथमा वडा पालिका रहेको छ भन्ने प्रतिबद्धता जाहेर गर्दै यहाँको सबै भक्तजनहरूलाई सबैलाई हामीलाई शुभ रहोस्। आउने दिनहरुमा पनि यसरी फेरि आउने दिनहरुमा अलिकति प्रगति गरेर अलिकति फर्को मारेर हामी भेटघाट हुने, यसरी नदी पूजामा भेटघाट गर्ने प्रतिबद्धता जाहेर गर्दै यस मञ्चबाट बिदा हुन चाहन्छु। पुनः सबैमा नमस्कार। यो नदी पूजामा यसरी प्रसाद ग्रहण गरिने चलन आउँदैछ अरे उता के खाजा भुजा उता पट्टि बसेर अलिक घर है नानी एकछिनै आउँदैछ। थाल सकिएको भान्जी थाल मान्छे छ कति लिएको रहेछ हौ थाल 20 वटा जति पनि छैन थाल। कस्तो 20 वटा मात्रै लिएको त? यो डुङ्गाबाट घर पार गर्न सकिन्छ। जसरी यो माझी समुदायको विशेष यो सांस्कृतिक पेसा नै भनौँ न, यो डुङ्गा सम्बन्धी पेसा भएको हो। अहिले विभिन्न प्रविधि युग अनुसार यो पेसा पनि अलिक सङ्कटमा परेको छ। वडा अध्यक्ष
यो ढुङ्गा यसरी खोपेर बनाइन्छ पालिका उपाध्यक्ष हुनुहुन्छ विशेष आज नदी पूजामा यो ढुङ्गा आवश्यक परेको हुनाले बनाइएर देखाइएको छ यो ढुङ्गा चढेर वरिपरि गर्न सकिन्छ वरिपरि गर्न सकिन्छ यो ढुङ्गामा बसेर एकमुष्ट रूपमा स्वागतम भन्दै धन्यवाद भन्न चाहन्छु। यहाँ यो नदी पूजाको लागि भेला भएको स्थानीयहरू हुनुहुन्छ यहाँ यो यो जार छान्नु भएको हो यो नदी पूजा विशेष गरी माझी समुदायमा प्रचलित संस्कार हो यसरी आज नदी पूजा मनाइन्छ यो पूजा गरेको दर्शकबिन नमस्कार। आज यो विशेष गरी माझी समुदायको नदी पूजा यहाँ मनाइरहेको छ। आज खोटाङ जिल्ला जन्तुढुङ्गा गाउँपालिका वडा नम्बर 1 मैनटार स्थित यो माझी समुदायको नदी पूजाको कार्यक्रम यहाँ भइरहेको छ। यहाँ माथि छ यहाँ सम्भावित वडा अध्यक्ष पालिका अध्यक्षहरू पनि हुनुहुन्छ। अध्यक्ष